आज चाहिँ कसम ग्यान्टोकको जाम चाहिँ मुम्बईको जस्तो जाम भइदियो है अम्बा हो जामै हो यो सुबुक 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 रोड तेर्सो बेलुका त यहाँ रकेट बनाइदिनु म यसमा त बताइदिनु परसम्म 37 पत्ती दिन्छ नि जिरो छ चान्दरी बुबु तपाईको एक्सलाई के भन्नु छ के रेकर्डिङ गरेको अब छैन अब समथिङ अब के भन्नु अब राम्रै छ लाइफ जाँदैछ गोइङ एज वेल गनाउँछ क्यो गनाउँछ हो स्मुथली गनाउँछ बुबुले पुरा छ यस्तो चाहिँ कपाल दिमाग हैन लग्दा एक्सको बेला के भन्नु छ मेसेज ए भाइ खतरा खतरा आज चाहिँ हामी टासी भ्यू पोइन्ट आएको छ बोरिङ भएर कति काम मात्रै गर्नु भनेर सबैजना हाफ होलिडे गरेर सबैजना आएको छ हामी 4 जना आएको छ 4 जनामा हामी सबैजना नै लाइक काम गर्छ है सबैजनाको रेस्पोन्सिबिलिटी छ एकजना पावरमा गर्छ एकजना एसएनटीमा म भनेको हेल्थमा गर्छु आफ्नो ट्राभल्स छ सो हामी कोही कोही बेला चाहिँ निस्केको बेला चाहिँ यस्तै हो कुन चाहिँ भिड लागेको यो यसो पक्रेर हिँडिदियो भने यो चाहिँ भिड लाग्यो अरे बुबुलाई हो वाइट हल्दीको गयो अनि फ्रेस भएछ ट्रिप दिएको छ नि भाइ कि अनमा चेन्ज भएको आफै चाल पाइदिएको नि अब के चेन्ज भइदिएको ओइ यहाँ भइहाल्यो ओइ भाइ बु काँक्रा बनाएको मिठो बनाइ काँक्रा हाल्यो कि यसले फोन गर्छ फेरि होइन बोल्नु नसकिरहेको यसले फोन गर्छ फेरि त्यतिकै हो म त अब आफैलाई याद भइसकेको छ त्यो के अरे अनुहार चेन्ज भएको थियो यसले फोन गरेको फोन गरेको फोनमा बोल्नु मन परेको छैन होइन क्या डराइदिएको नि हामीले डराउँदै माथि वाइट पुऱ्याइदियो हो वाइट हल्दी एक ग्राउन्ड घुमाइदियो हो मैले भनेको नखानु भनेर होइन आज त हेर न सुक्खा भयो चिप खानु आज पुरा चिप गर्नु मन परिरहेको छ एक चिप गर्ने नटी नबोल्ने दामी हुन्छ नि दामी हुन्छ ब्लग्स बनाउँदैछु एक बुच्चा खालि ट्राई गरेको थिएँ मैले हौडी नबोल्ने त्यो सबै मलाई त्यस्तै याद छ एक बुच्चा खाएको मलाई राकाले अलिक बुच्चाको उयो उसले लिएर आएको डल्लै हो डल्लै खायो डल्लै खाएर त म यहाँ सन्डे पुरा त सेट हेलो म उयोमा के भन्छ हेलो एमजी मार्कमा आउँदैछु आउँदैछु फोन गर्छु ल ल यहाँ चाहिँ हाम्रो एसेम्बली हो उयो ल्यापटपसम्म हो ड्रप गरेको ल्यापटप चाहिँ नि कतिवटा खानु हो कि दुईवटा खानुहोस् न दुईवटा म्यासल चाहिँ हो खाइदियो कि 3टा थियो होइन अझै मैले त एउटा डल्लै अझै फेरि अझै खाइदियो हो त्यहाँदेखि मजा दिँदै बेबो आई लभ यु हुन्छ हजुर हुन्छ मैले पुरा खोजेँ कि हजुर तिनीहरूको अहिले राइट टाइम मिटिङ टाइम हो हजुर यस्तो घुमाएर यस्तो लगेको छ हो यो चाहिँ उयो माथि निस्किन्छ 10 माइल यस्तो यो रोड हो उता हाम्रो भाषादारको घर छ ऊ तलको त्यो रातो देख्दै गरेको भाषादारको घर हो उता के भन्छ यो जग्गा नान्डोक है नान्डोकको सिन हो यो चाहिँ गान्तोकबाट खिचेको यस्तो टाइम छ यो तपाईँहरूको भयो स्यारी
यो भयो नाम न होइन अन्त गभर्मेन्टको भ्यालु पुरा कम्ती रहेछ उनीहरूको गभर्मेन्टको भ्यालु कम्ती छ नि त 4 स्क्वायर फिटको हिसाबमा उनीहरूले उयो गर्दो रहेछ अब के उयोमा अस्ति हामी त्यो खोला कम्पनीहरूले जस्तो ऱ्यान्डम कम्पनीले किनेको छ नि त करोड दिन्छ नि कम्पनीलाई गभर्मेन्टले त कहाँ दिन्छ दिँदैन नि त्यो उनीहरूको रेट छ उयो रातो कलर है त कम्पनीले त करोड दिन्छ मनोजदार गर्छ यही त रहेछ प्रमोदको घर त्यही उयो पर छ नि उयो उपरदेखि ग्राउन्ड खोइ कहाँ छ ऊ पर ऊ ग्राउन्डदेखि त्यो त्यो सेतो बिल्डिङ बिल्डिङ भएको छ नि त्यसकै माथिपट्टि हो प्रमोद भाइको घर यहाँ तपाईँहरूकोबाटै यहाँ रोडबाटै जान्छ करोडमा लान्छ ट्रेन कस्तो हाल्छ अब यिनीहरूले किन्नु पाउँदैन जमिन चाहिँ हो कजम जमिन अब मान्छेहरू किन्नु पाउँदैन सिक्नुको पाउँदैन किन्ने हो अन्त 30 वर्षदेखि